साथी हो, अब म जेल जाँदैछु। नभए यो माथिको पढ्नुस् त। अब कार्की आयोगले चाहिँ मलाई जेल हाल्ने रे। अब कार्की आयोगले हाल्छ कि हाल्दैन चाहिँ मलाई थाहा छैन, तर यो बस्नेत आयोगले चाहिँ मलाई जेल हाल्नलाई यति कोसिस गरेछ यो जेनजी आन्दोलन पछाडिदेखि कुरै छोडिदिनुस् ल। मेरो बारेमा यति फेक न्युज बनाएछ, पहिला पनि जेनजी आन्दोलनपछि फेक न्युज बनाएर लास्टमा यो होइन रहेछ, अर्कै मनोज केसी रहेछ, सरी भनेर न्युजहरू त्यत्रो लेखेको छ। अहिले फेरि बनाएर हालेछन् र यो हाले मात्रै हुन्थ्यो नि, सबैलाई पठाएर सेयर गर्नु भनेर पठाएछन्। अनि अरूहरूले चाहिँ पत्रकारहरू चाहिँ यो फेक न्युज हो, हामी यस्तो लफडामा पर्दैनौँ, सेयर गर्दैनौँ भनेर पठाएछन्। तर एउटा यसले चाहिँ हालेछ होइन, यसलाई पनि म साइबरमा हाल्छु। अब यो मलाई फसाउने मान्छे चाहिँ, फसाउन खोज्ने मान्छे चाहिँ यो चाहिँ बिचौलिया, यो चाहिँ तस्करी हो, त्यो मान्छे हो। सायद अब यसलाई के लाग्यो भने यो मान्छेको बारेमा मलाई धेरै कुरा थाहा छ। यसले अपहरण गरेको, यसले कसरी बिचौलिया भएर पैसा खाएको, आफ्नैसँग हिँड्ने मान्छेलाई म तँलाई अख्तियार लगाइदिन्छु, अख्तियार मेरो मान्छे छ, अख्तियार लगाइदिन्छु भनेर त्यहाँबाट पैसा खाएको होइन। त्यहाँबाट आफैसँग हिँड्ने एउटा अर्को पार्टनरलाई केडी लगाएर केडी मिलाइदिएर केडीलाबाट लास्टमा बलात्कार केस हाल्न लाएर म मिलाइदिन्छु सर, यो केस सब मिलाइदिन्छु भनेर आफैले त्यहाँबाट पैसा खाएकोदेखि लिएर यो मान्छेको धेरै केस मलाई थाहा छ। त्यही भएर पनि यो मान्छेले मलाई फसाउनलाई यस्तो लागि परिरहेको हो कि जस्तो लागेको छ होइन। तर ठिक छ, यो मान्छेलाई चाहिँ मेरो अन्तिम वार्निङ हो। अब आजको दिनबाट मेरो पछाडि पर्नुभयो भनेदेखि तपाईँको चाहिँ मैले 30 मिनटको भिडियो बनाएर मात्रै होइन, रिपोर्टर्स क्लबमै गएर तपाईँको बारेमा फुल डिटेल्स भनेर म तपाईँको फोटोसहित, परिवारकै फोटोसहित म आउँछु। त्यतिखेर चाहिँ तपाईँ ढुक्क हुनु होला। अहिलेसम्म मैले छोडी, मलाई यो मान्छेले अहिलेसम्म लगभग 3 देखि 4 पल्ट फसाउनु खोजेँ। मेरो बारेमा दुनियाँ न्युज आयो। मैले त यो मान्छेको बच्चा छ, बुढी छन्, बाबुआमा बिचरा मसँग आएर बाबु किन यस्तो गरे भनेर भन्छन्। त्यही भएर म चुप लाएर बसेँ। तर अब पनि भयो भनेदेखि यो मान्छेको बारेमा म चुप लाएर बसिदिनु साथी हो। यो बिचौलिया, यो दलाली, यो तस्करीको बारेमा चाहिँ म आएर तपाईँहरूको गाडी म भण्डाफोर गरेरै छोड्छु यसको म। हस्, धन्यवाद।